तपाईले भर्खरै घरबाट टन्न खाना खाएर निस्किनुभयो, अर्थात् भोक नै लागेको छैन। तर बाटोमा मोमो पसल देख्नुभयो, मोमो खानु मन लागे जस्तो भयो। अनि घर पुग्नुभयो, घर फर्केर फ्रिज खोल्नुभयो, चक्लेट देख्नुभयो, चक्लेट खान मन लाग्यो। आखिर यस्तो किन हुन्छ त? सामान्य भाषामा यसलाई फल सङ्घर भनेर भनिन्छ। फल सङ्घर भन्नाले तपाईँको बडीलाई इनर्जी चाहिएको हुँदैन, त्यही पनि तपाईँलाई भोक लाग्नु या खाना खान मन लाग्नु। वास्तवमै भोक कसरी लाग्छ त? जब हाम्रो शरीरलाई इनर्जी चाहिन्छ, एपेटाइट रेगुलेटिङ सिस्टम एक्टिभ हुन्छ। हाम्रो पेटमा रहेको ग्रेलिन नामक हर्मोनले ब्रेनलाई भोक बढाउनको लागि सिग्नल पठाउँछ र हाम्रो ब्रेनले भोक बढाउन मद्दत गर्छ। तर फल सङ्घरमा आँखाले खाना देख्यो, नाकले स्मेल पायो, ब्रेनले त्यसको स्वाद र पहिलेको एक्सपिरियन्स सम्झियो र रिवार्ड सिस्टम एक्टिभेट भएर खाना खाने इच्छा बढ्न सक्छ। फल सङ्घर्षका प्रमुख कारणहरू के हुन् त? पानीको कमी। कहिलेकाहीँ शरीरलाई पानी चाहिएको हुन्छ, तर हामीले त्यसलाई भोक बुझ्न सक्छौँ। बोरिङ, काम छैन, मोबाइल चलाउँदै बसिएको छ अनि अचानक स्न्याक्सहरू खान मन लाग्ने। स्ट्रेस तथा तनाव इमोसन, तनाव, एन्जाइटी वा स्याड हुँदा चकलेट, चिप्स जस्ता कम्फोर्ट फुडहरू खान मन लाग्न सक्छ। अर्थात् कहिलेकाहीँ हामी भोक मेटाउन होइन, इमोसन म्यानेज गर्न खाना खोजिरहेका हुन्छौँ। कम निद्रा, यदि हामीलाई पुरा निद्रा पुगेको छैन भने यसले एपेटाइट रेगुलेटिङ सिस्टमलाई असर गरेर हामीलाई फल सङ्घर गराउन सक्छ। फुड क्युज, मोमोको स्मेल आयो, बर्गर देखियो वा सोसियल मिडियामा फुड भिडियो आयो भने भोक नभएर पनि क्रेभिङ। प्रोसेस फुड सजिलै धेरै खान सकिन्छ र बारम्बार खाँदा अननेसेसरी इटिङको रिस्क बढ्न सक्छ। फल सङ्घर्दा पनि हाम्रो शरीरले बारम्बार खाना खाइरहँदा आवश्यकभन्दा बढी क्यालोरी सेवन हुन्छ र यसले तौल र मोटोपना बढाउन सक्छ। अर्को भिडियोमा हामीले फल सङ्घलाई कसरी म्यानेज गर्ने भन्ने विषयमा कुरा गर्नेछौँ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।